हेलो हेलो गुड मर्निङ शुभ बिहानीको साथमा आज चाहिँ महिनाको पहिलो शनिबार शुक्ला गण्डकी छ चण्डीटोलमा सरसफाइ भइरहेको क्रममा घर छेउको बाटो यस्तो नाजुक अवस्थामा छ। हजुरहरूले पहिलो हप्ताको शनिबार मिटिङ गर्दाखेरि भन्न त भन्नुहुन्छ फल्नाको घर अगाडि सबैले गरम है भनेर सल्लाह गर्नुहुन्छ, तर पनि गर्ने बेलामा चाहिँ कोही पनि निस्किनुहुन्न कि मिटिङमा कुरै ननिकाल्नु, यो गर्ने त्यो गर्ने भनेर कुरा निकाल्नुहुन्छ, फेरि गर्ने बेला कोही पनि निस्किनुहुन्न। लु यस्तो चालले हुँदैन है भनेर हामी चाहिँ धामाधाम खाल्टाखुल्टी पूर्णतिर लाग्यौँ है। साथीहरू हेरिदिनु होला हाम्रो बाटो सम्बन्धित निकायसम्म पनि पुगोस् यो कुरा। हुन त आफ्नो टोल आफै बनाऊ भन्ने अभियान हुँदै पनि कुनै कुरा चाहिँ सम्बन्धित निकायतिरै जानु पर्दा रहेछ कि। हाम्रो टोलको शरमदाताहरू यस्तो अवस्थामा छ हो। मेरो भनाइ चाहिँ टोलको सबैजना मिलेर काम गऱ्यौँ भने त्यो काम पनि सफल भइन्छ हैन। अर्कोचोटि के काम गर्ने भनेर हिम्मत पनि आउँछ कि। त्यही भएर मैले यो भिडियो बनाउँदैछु। ल है जेठाबा पनि हामी सँगसँगै काम गर्नुपर्छ। यति बुढो मान्छे पनि जेठाबालाई धेरै धेरै धन्यवाद। मैले चाहिँ भिडियो गर्दै काम गर्दै गरेको छु है। फेरि काम नगर्ने भिडियो मात्रै गर्ने नभन्नु। यस्तो दिगदार भाइ सबैजना आइदिए त हाम्रो घरतिरको शरमदाताहरूले गर्दाइको हमरा दुख्ने भयो फेरि। हो भाइ साँच्चै नै हो। भिडियो बनाउने मान्छे यस्तो दुर्गति भएर बसेर बिहानदेखि नाली साफ गरेर अनि के उठाएर हामीले बचत उठाएर बाटोमा गिटी हालेर हजुरहरूले देखिसक्नु भयो नि त हाम्रो काम बिहानदेखिको। अनि अहिले चाहिँ यस्तो उयो त माला कति यहाँ साथीहरू यस्तो यस्तो यिनीहरू बच्चाहरू छ सबभन्दा यिनको ए त पूर्ण आन्टी ठुलो मान्छे। हाम्रो फेरि यस्तो अब काम धमाधम हुन्छ है साथीहरू। आज बनाउन पाइएन आज पानीले गर्दा हाम्रो काम चाहिँ यस्तो हुन्छ। बिहान 3-3:30 बजेबाट हाम्रो काम यस्तो हुन्छ है। अब आजको काम चाहिँ हजुरहरूले देखिसक्नु भयो पहिलाको भिडियोमा हैन। माया यता हेर भन, यहाँ जनतालाई स्पष्ट जवाफ दियो त। बिना आज गाउँ जाने हो कि होइन? हिसाब गरेर हिँड्छु। मलाई एकदम समयको महत्त्व थाहा छ। थाहा छैन यिनीहरूले बोल्न पाएन हाँसेर म चाहिँ हाम्रो चाहिँ बिहानको काम अब यही हो। अब दिउँसो चाहिँ सबैजना अब आफ्नो काममा फेरि घरको काम घामतिर नि जान पर्यो। हेर्नुहोस् घामको हालत यस्तो छ। बिहान पानी पर्ने डर देखाउने हामीलाई हेर्नु कति तनाव छ के।
ल अब हाम्रो भिडियो चाहिँ यति नै गाइजहरू। ल टाटा बाई बाई ओके।